नमस्कार साथीहरु, स्वागत छ तपाईलाई साइबर ट्युब युट्युब च्यानलमा। आज म तपाईलाई कक्षा 5 को फाइनल मार्क्स एन्ट्री गर्ने तरिका तथा मार्क्स एन्ट्री गर्ने ठाउँमा चाहिँ किन चाहिँ नम्बर देखाउँदैन, क्लास देखाउँदैन, क्लास छान्न पाइँदैन भन्ने कुराको पनि तपाईलाई म जानकारी दिन्छु। साथै सिम्बल नम्बर कसरी एन्ट्री गर्ने अथवा जेनेरेट गर्ने भन्ने कुरा पनि सिकाउँछु म। विशेषतः हाम्रो एकजना म्याडमले मलाई फेसबुकमा पनि पर्सनली मेसेज गरेर सर यो चाहिँ कसरी के गर्ने हो एउटा सानो भिडियो बनाइदिनु न भन्नुभएको थियो। म्याडमलाई पनि म यो भिडियो हेर्नु होला, भिडियोमा जसो छ त्यही अनुसारले गर्नु होला भन्छु। साथै साथीहरूले पनि सँगसँगै यस्तै काम गर्नु होला। यस्तै काम गर्नु भने साथीहरूलाई समस्या परेको खण्डमा इङ्ग्लिसमा कसरी क्लास 5 को एन्ट्री गर्ने, मार्क्स एन्ट्री कसरी गर्ने, सिम्बल नम्बर कसरी चाहिँ जेनेरेट गर्ने भन्ने दुविधा छ भने भिडियोले प्रष्ट बनाउनु छ। ओके, सबैले यहाँ मैले जस्तै ड्यासबोर्ड खोल्नु होला। सबैजनाले ड्यासबोर्ड खोलेपछि यहाँ सँगसँगै काम गर्न अथवा सँगसँगै सिक्न पनि सजिलो हुन्छ। अब यो ड्यासबोर्ड खोलिसकेपछि तपाईकोमा र मेरोमा ड्यासबोर्ड खुलिसकेको छ। अब यहाँनिर हामी पहिला सिम्बल नम्बरको काम गर्छौँ। सिम्बल नम्बरको लागि एडमिट कार्ड भन्ने अप्सनमा क्लिक गर्नु होला। यहाँबाट साल छान्नु होला। मैले 2082 को छान्छु किनभने 2081 मा त मेरो सिम्बल नम्बर जेनेरेट भएर मेरो काम क्लियर भइसकेको छ। तपाईहरुले चाहिँ कुन सालको काम गर्न बाँकी छ, सायदै तपाईहरुको 81 कै होला। त्यही भएर इयर छान्दाखेरि 2081 सालै छान्नु होला र लोडमा क्लिक गर्नु होला। कति साथीहरुले यहाँनेर साल र क्लास छान्नुहुन्छ र लोडमा क्लिक गर्नु हुँदैन अनि मेरोमा त नम्बरै आएन, मेरोमा त स्टुडेन्ट रेकर्डै आएन भन्नुहुन्छ। त्यो साल र इयर क्लास मात्रै छानेर हुँदैन सर म्याडमहरु। यहाँनेर लोड भन्ने बटन छ, यो बटनमा पनि क्लिक गर्नुपर्ने हुन्छ है। अब यो तपाईले देख्न सक्नुहुन्छ यहाँनेर मेरोमा विद्यार्थीको लिस्ट आइसकेको छ। अब यसमा म सिम्बल नम्बर भर्न जाँदैछु। यहाँनेर तपाईले जेनेरेट सिम्बल नम्बर भन्ने अप्सन देख्न सक्नुहुन्छ। जेनेरेट सिम्बल नम्बर भन्नेमा क्लिक गर्ने बित्तिकै यहाँनेर तपाईहरुको यस्तो खाली छ भने माथिको 0 1 2 3 भएर यसरी जेनेरेट हुन्छ। अब यहाँनेर तपाईले पृथक किसिमको सिम्बल नम्बर लाउनुहुन्छ। जस्तै 0407 01 बाट सुरु गर्छु म, यो खालको सिम्बल नम्बर लाउँछु भन्नुहुन्छ भने यो सिम्बल नम्बरको एउटा ढाँचा दिएर सुरुमा 1 दिएर जेनेरेट सिम्बल नम्बर फेरि क्लिक गर्नुभयो भने यसरी अटोमेटिकली यसले सिम्बल नम्बर जेनेरेट गरिदिन्छ। सिम्बल नम्बर जेनेरेट गर्ने कुरामा तपाईले एकपल्ट तपाईको पालिकासँग समन्वय गरेर मात्र सिम्बल नम्बर जेनेरेट गर्नु होला। अन्यथा भोलिको दिनमा गल्ती पनि हुन सक्छ, आफू जवाफदेही पनि हुन सकिन्छ, आफू ट्र्यापमा पनि पर्न सकिन्छ है। साथै तपाईले क्लास र इयर छान्दाखेरि कसै सर म्याडमहरुको क्लास 4 को हुन्छ, क्लास 6 को हुन्छ, 7 को हुन्छ, 8 को हुन्छ, तर 5 को देखिदैन। यो अवस्थामा तपाईले पालिकासँग समन्वय गरेर क्लास 5 को मार्क्स एन्ट्री गर्ने एक्सेस खोलिदिनु है सर भनेर तपाईले भन्नु हुँदाखेरि उहाँहरूले अवश्य नै खोलिदिनुहुन्छ। उहाँहरूले धेरैको चाहिँ खोलिसक्नु भएको होला। तपाईहरुको यहाँनेर मेरो त क्लास छान्ने ठाउँमा क्लास 5 नै छैन, क्लासै देखाउँदैन भन्ने समस्या छ भने तपाईले पालिकाबाट एक्सेस मागेर काम गर्न सक्नुहुन्छ। ल हेर्नुहोस् त मैले यहाँनेर सिम्बल नम्बर सबै एड गरिसकेको छु। यो सिम्बल नम्बर एड गरिसकेपछि यहाँ सेभ अल सिम्बल नम्बर भन्नेमा क्लिक गर्नु होला। अब तपाईले सिम्बल नम्बर सेभ गरिसकेपछि अब मार्क्स एन्ट्री क्लास 5 फाइनल भन्नेमा हेर्नु होला। यो बटनमा क्लिक गर्नु होला। यो बटनमा क्लिक गरिसकेपछि इयर साल छान्नु होला। मैले 81 को काम गरिसकेको छु र पनि म तपाईहरुलाई देखाउनको लागि डेमोको लागि 81 को क्लिक गर्छु, छान्छु। लोडमा पनि क्लिक गर्नु होला। फेरि लोडमा क्लिक गर्न बिर्सिनु भयो भने तपाईको यहाँ देखाउँदैन।
अब यहाँनिर अल भन्नेमा छ, नेपाली भन्नेमा छ, इङ्ग्लिस भन्ने छ, यहाँ सब्जेक्ट वाइज दिएको छ। यहाँ माथि हेर्नु त यहाँनिर टिक्का छ, यो टिक्कोमा चाहिँ टिक्को हटाइदिनु होला। यसो गर्दाखेरि एक एकजनाको टिक्को लाउँदै, अब जस्तै मैले यो आलियन सुनवारकोमा मात्रै टिक्का लाएँ भने यो आलियन सुनवारको मात्रै मैले मार्क्स एन्ट्री गर्न पाउँछु। जस्तै हेर्नु होला, आलियन सुनवारको टिक्का लाएँ अनि मैले नेपालीमा क्लिक गरेँ। अब नेपालीको हेर्नु त, अब नेपालीको मात्रै मैले यहाँनिर काम गर्न पाउँछु। इङ्ग्लिसको चाहिँ जस्तै अथवा आयुष मगरको चाहिँ यहाँनिर मार्क्स एन्ट्री यसरी क्लिक गर्छु भने यहाँनिर क्लिक हुँदैन। यसो हुँदाखेरि दोहोरो मार्क्स एन्ट्री अथवा मार्क्स एन्ट्री गलत हुन जाने समस्यालाई यसले न्यूनीकरण गर्छ। यसरी तपाईँले पार्टिसिपेसनको 4 मार्क्स मध्येको कति मार्क्स पायो बच्चाले, 36 को कति मार्क्स पायो, टर्म वाइजको 10 मार्क्सको कति मार्क्स पाएको छ, र यो पालि रिटर्न पेपर गर्दाखेरि 50 मा कति मार्क्स पाएको छ, त्यो मार्क्स तपाईँले यसरी सरासर सब्मिट गरिदिनु होला। यसरी सब्मिट गरिसकेपछि तपाईँको यदि एउटा विद्यार्थी, जस्तै यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर उत्सव ठटाल भन्ने सिरियल नम्बर 20 को यो विद्यार्थी यो साल हाम्रो विद्यालयमा 2081 मा भर्ना चाहिँ भयो। तर त्यो बच्चाले पहिलो दोस्रो त्रैमासिकदेखि तेस्रो त्रैमासिकको चाहिँ अथवा फाइनल टर्मको चाहिँ इक्जाम दिन आएन, त्यो त्यहाँदेखि आउँदै आएन भने एब्सेन्ट भयो भने यहाँनिर इज एब्सेन्ट, जस्तै यो इज एब्सेन्ट भन्नेमा चाहिँ टिक्का लगाइदिनु होला। इज एब्सेन्टमा टिक्का लगाउने बित्तिकै तपाईँको यो मार्क्स एन्ट्री गर्ने ठाउँ सबै ब्ल्याङ्क हुन्छ, यहाँनिर केही देखाउँदैन। त्यसो हुँदा त्यो मान्छेको एब्सेन्ट भएको विद्यार्थीको नि गलत मार्क्स एन्ट्री जान्छ कि भन्ने चाहिँ डर रहँदैन। यसरी नै तपाईँले इङ्ग्लिसको, म्याथमेटिक्सको, साइन्सको सम्पूर्ण विषयहरूको मार्क्स एन्ट्री गर्नुहोला। इमेज सम्बन्धी अन्य भिडियोहरू, एडमिट कार्ड कसरी निकाल्ने, विद्यार्थीको डाटा कसरी सच्याउने लगायतका अन्य भिडियोहरू हाम्रो च्यानलमा छ। त्यो च्यानलमा रहेको भिडियो तपाईँलाई समस्या पर्दाखेरि धेरै काम लाग्न सक्छ, त्यो भिडियो पनि हेर्नुहोला। धन्यवाद।